कुखुराको मासु त्यसमाथि बनाउन जान्दैन भयो भने त खत्तमै हुन्छ, सकिन्छ, पैसाको नासै हुन्छ। नमस्कार साथीहरू, म विष्णु अतार भाइ पौरखीबाट। आज चाहिँ म तपाईँलाई ब्रोइलर कुखुराको मासु स्वाद लोकलको बनाउँदैछु। सुरुमा मैले तेल हालेँ, त्यस पछाडि मासु राखेर सही चलाउन थालेँ होइन। ब्रोइलर कुखुराको मासु पनि लोकलको स्वादमा कसरी बनाउने भन्ने कुरा म तपाईँहरूलाई आज भन्न जान्दैछु। त्यो चाहिँ मेरो स्टाइल हो है। पहिला चाहिँ मासुलाई केही नहालिकन मजाले भुट्नुहोस्। प्याकेटका जस्तासुकै ब्रान्डेड मसला खाए पनि जिरा र धनियाँको स्वाद भनेको फेरि अलौकिक हुन्छ, अलौकिक है, बुझ्नुहोस्। अब यहाँ चाहिँ मेरो भतिजीले जिरा र धनियाँ पिस्दैछ मजाले। म त फुक गर्दैछु, आगोमा पकाएको। अरू बेला त ग्यासै पकाइन्छ, आज यसो आगोमा पकाउँ, शनिबारको दिन जस्तो लाग्यो। त्यो भएर यहाँ आगोमा पकाएको। आज पानी परेर अलिकति दाउरा भिजेर अलिकति टेन्सन। भतिजी पिसै छ फेरि यता यस्तो राम्रो पेस्ट बनाए। जिरा र धनियाँ मात्रै हो, एउटा खोर्सानी दुईवटा हालेको होइन, एउटा दुईवटा हालेको भन्न खोजेको मैले। त्यसपछि भतिजीले यता जिरा पिसी मजाले पेस्ट बनाइ, उता म मासु फुक गर्दै धुलो पार्दैछु। तपाईँहरू हेर्नुहोस् है भिडियो चाहिँ मजाले। मैले जस्तो गरेको छु त्यस्तै गर्नुहोस्। तपाईँहरू 2 केजी मासु एक्लैले खानुहुन्छ। यहाँहरू मैले रातो पार्दैछु मासुलाई, कस्तो मजाले भनेदेखि होइन। त्यस पछाडि तपाईँले काटेर राखेको अलिकति प्याज र खोर्सानी मासु रातो भएपछि लगाइदिनुहोस् है। अब कतिले त सुरुमै प्याज लाएर पकाउनुहुन्छ, ल हामी चाहिँ यसरी पकाउँछौँ। अब फेरि त्यसलाई पनि मजाले फ्राई गर्नुहोस् मजाले। त्यसपछि माथिबाट हल्का नुन बेसार होइन राखिदिने, अनि फेरि पर्याक पुरुक पारेर तताउनुहोस्। यहाँ चाहिँ मेरो अलिकति तेल बेसी भएछ, रोस्ट गर्नको लागि गरेको, हल्का निकाल्दैछु। तपाईँहरूले पनि अलिक कम तेल युज गर्नुभयो पनि हुन्छ, नत्र पछि यसो गर्नु होला, निकाल्नु चाहिँ पर्छ। अब फेरि एउटा चाख्नु त पऱ्यो, नुन लाग्यो कि लागेन भनेर होइन। अब चाखेँ, अलिअलि कम भएको हो कि जस्तो मलाई लाग्दैछ। यहाँ अलिकति फ्राई भुटेँ, अब हेर्दै पनि छु होइन। त्यस पछाडि मैले अघि पिसेर भतिजीले पिसेको मसलाको पेस्ट यहाँ हालेर फेरि चलाउँदैछु होइन। अनि त्यसपछि यो गोला भेडा हालेँ, अदुवा लसुनको पेस्ट बेग्लै अलिकति थियो त्यो पनि हालेँ होइन। अनि फेरि गोला भेडा हालेर चलाएँ। नुन अलिकति कम भएको महसुस गरेपछि अलिकति नुन र अलिकति धुलो खोर्सानी राखिदिएँ। त्यस पछाडि फेरि माराक मुरुक पारेर चलाउन थालेँ होइन। यसरी तपाईँले खानुभयो भने यस्तो मिठो हुन्छ कि अब तपाईँले यो केसँग खाने भन्ने चाहिँ बुझ्नु पऱ्यो। मैले चाहिँ हल्का पानी हालेर रस बनाउँदैछु। यो चाहिँ हामीले ढिँडोसँग खानको लागि हो। अब तपाईँलाई ग्रेभी मनपर्छ कि फ्राईवाला मनपर्छ कि रसवाला मनपर्छ, यो 3टै आइटम तपाईँले यसरी नै बनाउन सक्नुहुन्छ। त्यो अब तपाईँको नुन बेसार यस्तो भन्ने कुरा चाहिँ तपाईँको मासुको क्वान्टिटी कति छ त्यो अनुसारले तपाईँले मरमसलाहरू अलिअलि स्वाद अनुसार हाल्ने। अब त के काम बाँकी रह्यो, मासु पाको। अब म यहाँ निकाल्न थालेँ। अब यसलाई ढिँडोसँग खाँदा कस्तो होला। ल यो मेरो भिडियो आजको त यस्तै बनाऊ। तपाईँहरू पनि यही भिडियो हेरेर यस्तै मिठो ब्रोइलरको मासु लोकल स्वादमा बनाउनुहोस्। मन पऱ्यो भने लाइक कमेन्ट सेयर सब्सक्राइब चाहिँ गरिदिनुहोस् है। हस् त, नमस्ते, बाई बाई।